गृहमन्त्रीको रूपमा पहिलो कार्यकालको 26 दिनमै आफ्नो निर्णयबाट तरङ्ग उत्पन्न गराएका गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको 49 दिनपछि फेरि गृहमन्त्रीको जिम्मेवारी सम्हालेर अर्को सनसनीपूर्ण निर्णय गरेका छन् साथीहरू। गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन्। गुरुङले कार्यभार सम्हाल्दै मङ्गलबार 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने बताउँदै उनले हरेक फाइल खोल्ने निर्णयमा हस्ताक्षर गरे। यस्तै पदभारका क्रममा गृहमन्त्री गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेक्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताए। आफूमाथि तथ्यविहीन आरोप लगाएको बताउँदै उनले मिडिया ट्रायलकै कारण कोही पनि व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भन्ने तर्फ सचेत बन्न आग्रह गरे। 2058 साल जेठ 19 मा भएको दरबार हत्याकाण्डको बारेमा हालसम्म प्रतिवेदन अध्ययन गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको गृहमन्त्री गुरुङले जानकारी दिए। उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रका परिवार मारिएका थिए। यसअघि तत्कालीन सरकारले बनाएको छानबिन आयोगले राजा वीरेन्द्रका छोरा दिपेन्द्रले घटना घटाएको आरोप लगाएको थियो। यद्यपि उक्त हत्याकाण्ड हाल पनि रहस्यमा रहेको छ। दिपेन्द्र स्वयं पनि उक्त घटनामा मारिएका थिए। त्यसैले पनि तत्कालीन छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनलाई नेपाली जनताले अझै रहस्यको रूपमा हेर्ने गर्दछन्। त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहले लामो समय शासन सत्ता चलाउन पाएन। तत्कालीन विद्रोही माओवादी र 7 दल राजनीतिक दलको आह्वानमा 2062 चैतमा जनआन्दोलन भयो। जनआन्दोलनको बलमा 2063 वैशाख 11 गते लोकतन्त्र स्थापना भयो। ज्ञानेन्द्रले शासन सत्ता जनतालाई नै फिर्ता गरेको घोषणा गरे। त्यसपछि 2064 चैतमा भएको पहिलो संविधान सभा निर्वाचनमा 2065 जेठ 15 गते बसेको पहिलो बैठकले 240 वर्ष राजतन्त्र अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्रपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने अभिव्यक्ति दिए पनि त्यो निर्णय भने गर्न नसकेको अवस्थामा अहिले बालेन्द्र शाह नेतृत्वको सरकारमा दोस्रो पटक गृहमन्त्री बनेका गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका सुदनले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् साथीहरू। 25 वर्ष पुग्दा पनि नारायण हिटीको त्यो रात अझै पनि उत्तरविहीन छ। प्रतिवेदन आयो, राजतन्त्र गयो, गणतन्त्र आयो, सरकारहरू फेरिए, मुलुकले जनयुद्ध जनआन्दोलनसम्मका राजनीतिक परिवर्तन देख्यो। पुराना दल कमजोर भए, नयाँ शक्ति उदाए, तर नेपाली समाजको एउटा प्रश्न अझै बाँकी छ। वास्तवमा जेठ 19 को रात के भएको थियो? 19 गते रातमा राजा वीरेन्द्रको वंशनाश जसरी भयो भनिएको छ, त्यो हुबहु पत्याउन नेपाली जनता तयार भने पटक्कै देखिँदैन। यही इतिहास आजसम्म रहस्यमय घटनाको रूपमा कायम छ। त्यही रहस्यको पर्दाफास अब बालेन सरकारले खोल्ने भएका छन् साथीहरू। 2058 साल जेठ 19 गते साँझ नारायणहिटी दरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश भएको थियो। राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा तथा कुमार खड्का विक्रम शाह लगायतको मृत्यु भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको उक्त हत्याकाण्ड आज पनि रहस्यको गर्भमा छ। पारिवारिक जमघटको बेला भएको जेठ 19 को त्यो कहाली लाग्दो घटनाले आज पनि हरेक नेपालीलाई झस्काउने गर्दछ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश भएको नमिठो भाव नेपाली जनमानसबाट अझै हट्न सकेको छैन। उद्धार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। पछि प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि राजनीतिक दलहरूले 2062-63 को जनआन्दोलन मार्फत राजतन्त्र विरुद्ध आन्दोलन चर्काएर अन्ततः नेपालले गणतान्त्रिक मुलुक घोषणा गरियो। नारायणहिटी दरबार हत्याकाण्ड भएको 7 वर्ष पछाडि अर्थात् 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी नेपाललाई गणतन्त्र स्थापना भएको घोषणा गर्यो।
ज्ञानेन्द्र शाह नेपालको इतिहासको अन्तिम राजा बने। राजा वीरेन्द्र वीरविक्रम शाहको वंशनाश भएको 7 वर्ष पछाडि देशमा गणतन्त्र स्थापना भएको थियो। त्यसपछि संविधान सभाले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रूपमा डाक्टर रामवरण यादवलाई निर्वाचित गर्यो। 2072 सालमा जारी संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष तथा संविधानको संरक्षकको रूपमा स्थापित गरे। नेपालको आधुनिक इतिहासमा 2058 साल जेठ 19 गते जतिको पीडादायक र रहस्यमय मिति सायदै अर्को छैन। नारायण हिट्टी राजदरबारभित्र भएको हत्याकाण्डले एकै रातमा राजा वीरेन्द्र सहित राजपरिवारको अधिकांश सदस्यहरूको ज्यान लियो। त्यस यता 25 वर्ष पुग्दा पनि घटनाको सत्य तथ्य बारेमा बहस भने अझै सकिएको छैन। त्यो रात त्रिभुवन सदनमा राजपरिवारको नियमित मासिक पारिवारिक जमघट चलिरहेको थियो। केही बेरमै गोलीको आवाज गुन्जियो। केही मिनेटमै नेपालले आफ्नो राजा रानी, युवराज तथा राजपरिवारका सदस्यहरू गुमायो। घटनापछि मुलुक स्तब्ध बन्यो। सडकदेखि लिएर चिया पसलसम्म एउटै प्रश्न सुनिन थेल्यो, आखिर दरबारभित्र के भयो? घटनापछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको अध्यक्षतामा छानबिन समिति गठन गरे। सभामुख तारानाथ राणाभाट सदस्य थिए। प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल पनि सदस्य बनाइएको थियो। तर उक्त समितिबाट राजीनामा दिएका थिए। 2 सदस्यीय समितिले 7 दिनभित्र आफ्नो प्रतिवेदन तयार गर्यो र प्रतिवेदनको निष्कर्ष थियो, अत्याधिक मदिरा सेवन गरेका युवराज दिपेन्द्रले सैनिक पोसाकमा विभिन्न हतियार लिएर त्रिभुवन सदनमा प्रवेश गरेर गोली चलाए। घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराज कुमार निराजन, अधिराज कुमारी श्रुति लगायत 10 जनाको मृत्यु भयो। त्यसपछि दिपेन्द्र स्वयं घाइते अवस्थामा भेटिएका थिए र उपचारको क्रममा 3 दिनपछि उनको मृत्यु भएको घोषणा गरिएको थियो। तर प्रतिवेदन सार्वजनिक भएसँगै विवाद पनि सुरु भयो। आजसम्म पनि धेरै नेपालीले उक्त निष्कर्षलाई पूर्ण रूपमा विश्वास भने गर्न सकेको छैन। कतिपयले अनुसन्धानमा अन्तर्राष्ट्रिय फोरेन्सिक विशेषज्ञ समावेश नगरिनुलाई कमजोरी माने। केहीले घटनास्थल व्यवस्थापन र प्रमाण सङ्कलन प्रक्रियामाथि प्रश्न उठाए। त्यस यता अनेकौं पुस्तक लेखिए, अन्तर्वार्ता र बहसहरूमा वैकल्पिक व्याख्याहरू प्रस्तुत गरिए, तर कुनै पनि व्याख्या आधिकारिक रूपमा पुष्टि हुन भने सकेन। यिनले अझै पनि नेपाली जनताको मनमा शङ्का उपशङ्का बढाउने काम गरे। समितिले सङ्कलन गरेको बयान, मोबाइल फोन विवरण, घटनास्थलबाट फेला परेका हतियार, क्रतुस तथा प्रत्यक्षदर्शीको भनाइका आधारमा निष्कर्ष निकालेको जनाएको थियो। प्रतिवेदनमा युवराज दिपेन्द्रले मदिरा सेवन गरेको, गाँजा तथा अन्य पदार्थ मिसाइएको चुरोट प्रयोग गरेर देवयानी राणासँग फोनमा कुराकानी गरेको र त्यसपछि सैनिक पोसाकमा हतियार लिएर गोली चलाएको उल्लेख गरेका छन्। साथीहरू, घटनास्थलबाट फेला परेका कारतुस र हतियारको परीक्षणले पनि अधिकांश गोली दिपेन्द्रसँग सम्बन्धित हतियारबाट चलेको निष्कर्ष निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यद्यपि आलोचकहरू भन्छन् प्रतिवेदनले घटनाको क्रम त व्याख्या गर्यो, तर सबै प्रश्नको उत्तर दिन सकेन। राजदरबार हत्याकाण्डपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भयो। राजतन्त्रको अन्त्य भयो, गणतन्त्र स्थापना भयो, संविधान बन्यो र दर्जनौं सरकार बने। तर कुनै पनि सरकारले पनि घटनाको पुनः अनुसन्धान गर्ने स्पष्ट राजनीतिक इच्छा भने पटक्कै देखाएन। कतिपय विश्लेषकहरूका अनुसार यो विषय राजनीतिक रूपमा अत्यन्तै संवेदनशील भएकाले सरकारहरू यसबाट टाढा बसे। केहीका अनुसार नयाँ अनुसन्धानका लागि पर्याप्त नयाँ प्रमाण उपलब्ध नभएकाले पनि प्रक्रिया अगाडि बढाउन सकेन। अब ती सबै विषयहरूलाई खोतल्दै 58 जेठ 19 मा दरबारभित्र भएको राजाको वंशनाशको सत्य तथ्य बालेन्द्र सरकारले सार्वजनिक गर्ने भएका छन्। साथीहरू,